नमस्कार मेरो सबैजना नेपाली दाजुभाइहरू। आज चाहिँ म तपाईहरुलाई यो वेस्टर्न मशरुमको अलिकति भिडियो बनाएर देखाइरहेको छु। यो वेस्टर्न मशरुम चाहिँ यसरी फल्छ के यो बुरु र यो पराल उसिनेर परालमा यो प्लास्टिकको बलमा चाहिँ यसो पोका बनाएर यसरी झुन्डाइन्छ हैन। यो यसरी फल्छ के बुरु एकैचोटी हेर्नु न। यसरी फल्छ। तपाईहरुले प्राय यो मार्केटमा देखिरहनु भएको होला, सबैजनाले खाइरहनु भएको होला यो मशरुम। यो चाहिँ यसरी मशरुम फार्म चाहिँ यसरी गर्छ। यो वेस्टर्न मशरुम फार्म चाहिँ यसरी गरिन्छ। यो चाहिँ म चाहिँ यसरी नेपालमा बसेर चाहिँ यसरी यो गर्दै छु। अहिले यो वेस्टर्न मशरुमको भर्खर सुरु गरेको मैले चाहिँ राम्रै हुँदो रहेछ। मार्केटमा प्राइस पनि राम्रै आउँछ यसको चाहिँ। यो लगानी गर्न सक्यो, यो गर्यो भने चाहिँ राम्रै हुने रहेछ। विदेश जाने पैसा छ भने चाहिँ म भन्छु अब आफ्नो मन खुसी हो, तर विदेश गए पनि नगए पनि विदेश नजानी यदि नेपालमा केही गर्ने हो भने चाहिँ यसरी यो वेस्टर्न मशरुम फार्मिङ पनि गर्न सकिन्छ। यो यसरी गरिन्छ। थोरै लगानीमा आफ्नै देशमा केही गर्न सकिन्छ यो वेस्टर्न मशरुमले चाहिँ। तपाईहरु विदेश जानलाई पैसा छ भने चाहिँ एउटा टनल यसो बनाएर गर्न पनि सक्नुहुन्छ है। विदेश नजाने यदि नेपालमा केही गर्छु, विदेश जाने पैसा म केही यही नेपालमा गर्छु भने चाहिँ यो वेस्टर्न मशरुमको एउटा टनल बनाउने, वेस्टर्न मशरुम गर्ने। यसबाट फाइदा पनि हुन्छ। आफूले गर्नु चाहिँ पर्यो, अलिकति दुःख चाहिँ हुन्छ, तर यसले फाइदा चाहिँ दिन्छ। तपाईले देखिहाल्नुभयो होला हैन। यो वेस्टर्न मशरुम यसरी गरिन्छ। यही हो मेरो फार्म चाहिँ वेस्टर्न मशरुमको फार्म। ल हेर्नुस् यसरी फल्छ, देख्नुभयो होला। यसरी झुप्पा झुप्पा फल्छ। यो एकचोटि टिपिसकेपछि फेरि यो प्लास्टिक अलिकति च्यात्नुपर्छ क्या। यो च्यातिसकेपछि फेरि त्यही ठाउँमा फेरि फल्छ क्या। प्लास्टिक च्यात्यो भने त्यो टिपेको ठाउँमा फेरि अलिकति सफा गरेर प्लास्टिक च्यातिदिएपछि त्यहाँ फेरि फल्छ। 3 चोटिसम्म फल्छ यो वेस्टर्न मशरुम चाहिँ एकचोटि टिपेपछि एउटा बलबाट। यो चाहिँ एकदम सर्ट टर्म हो है। यो चाहिँ अलिकति छिटो हुने चिज हो। यो चाहिँ सर्ट टर्मको लागि हो। यो चाहिँ 27-28 दिनमा फलिहाल्छ। च्याउ लगाएको 27-28 दिनमा च्याउ फल्न थालिहाल्छ। बजार जान्छ तपाईको यो च्याउ। हस् त यति नै हो। हस्।